हेलो गाइस, यो चाहिँ माथि तपाईको मलदीराम टी स्टेट भएर झर्ने बाटो हो ओह्रालो हैन। अनि म चाहिँ ब्लगिङ गर्दै जाँदैछु बाटोबाट। हेर्नु मान्छेहरू चियापत्ती टिपेर बाटोमा हिँड्दै गरेको भिडियोहरू ब्लगिङहरू कति मजाको यस्तै मजाको ब्लगिङ हेर्नुको लागि चाहिँ पंकज ब्लगिङलाई फलो गर्नु, धेरैभन्दा धेरै फलो गर्नु, लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्नु नबिर्सिनु। पंकज ब्लगिङलाई फलो गर्नु। त म चाहिँ माथि मलदीराम टी स्टेटको झन् मजाको भ्यू पोइन्ट छ। मैले अपलोड गरिदिएको छु भिडियोहरू, तपाईहरु हेर्न सक्नुहुन्छ। र यो भिडियोहरू चाहिँ कतिवटा अपलोड गरेको थिइनँ, अन्त आज यो भिडियोहरू पनि अपलोड गरिदिन्छु। रोड ब्लगिङ यस्तै मजाको भ्यूजहरू हेर्न पाउनुहुन्छ। अब यहाँबाट चाहिँ जाँदा हैन ठक्कैसँगले रोड ब्लग गर्दै जाँदाखेरि चाहिँ बाटोमा चाहिँ मैले यति मजाको मतलब मान्छेहरूलाई चियापत्ती टिपेर हैन आएको बाटोको ब्लगहरू देखाइदिएको छु। तपाईहरु ब्लगमा बनिरहनु। यस्तै मजाको रोड ब्लगिङ भ्यूजहरू हेर्नुको लागि चाहिँ पंकज ब्लगिङलाई चाहिँ एकदम धेरैभन्दा धेरै फलो अनि लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्नु पनि नबिर्सिनु। पंकज ब्लगिङको यस्तै मजाको रोड ब्लगिङ भ्यूजहरू हेर्न पाउनुहुन्छ। आहा कति मजाले चियापत्ती टिपेर हो। अझै झन् अगाडि त झन् नभन्नु कति मान्छेहरू लाइन लागेर चियापत्ती टिपेर। म चाहिँ अब यहाँ एकछिन गाडी रोक्छु। ठक्कैसँगले तपाईहरु ब्लगमा हेर्नु कति मजाले चियापत्ती टिपेर है डोको बोकेर ठक्कैसँगले पहाडको बाटो उकाली ओह्राली गर्दै। त्यसैले त गाना पनि छ नि, उकाली ओह्राली डाँडैमा अनि ये हवाए गुनगुनाए पूछती है कहाँ या मेरी ख्वाबों की गलियों में। त ब्लगमा बनिरहनु। यस्तै मजाको ब्लगिङ हेर्नुको लागि चाहिँ पंकज ब्लगिङलाई चाहिँ फलो गर्नु। अब फेरि यहाँबाट चाहिँ निस्किने म त ब्लगिङ अझै अगाडि गएर झन् मजाको ब्लगिङहरू हेर्नु हैन। यहाँबाट ओह्रालो झरिसकेपछि चाहिँ तपाईहरुको एकदम सुकुना हाइवे फलो गर्नु, लाइक कमेन्ट शेयर हुनु चाहिँ यो खरसाङ भएर उकालो माथि उठ्नुपर्छ, खरसाङ भएर चढ्नुपर्छ। मलदीराम टी स्टेट भन्ने जग्गा छ माथि एकदम हिल पुरै माथि सिंगल रोड छ। नयाँ हातमा गाडी लिएर कोही पनि यहाँनिर नजानु, किनकि यो पुरै उकालोमा छ। नयाँ ड्राइभरहरू बिर्सेर पनि यो जग्गामा नजानु, नभए तपाईहरुलाई नाम्ने बेलामा फेरि 1 घण्टाको जग्गामा 3 घण्टा लाग्छ। अन्त जहिले पनि पहाडको बाटो गाडी नमाउँदाखेरि हमेसा कन्ट्रोल गरेर नमाउनुपर्छ, नभए गाडीको ब्रेक सु हिट हुन्छ। त्यसको पछाडि गाडीको हैन टायरहरू ग्रिप गर्दैन। ओह्रालोमा कतिजनाले थाहा हुँदैन, ओह्रालोमा बाटोहरू कति जग्गा चिप्लो हुन्छ, ब्रेक हान्दाखेरि गाडी कन्ट्रोल हुँदैन। कन्ट्रोल नभएपछि एक्सिडेन्ट हुन्छ। सिंगल रोडमा मुनिबाट गाडीहरू उकालो चढ्ने गाडीहरू आस्ते आउँदैन, उकालो चढ्नेहरू गाडीहरू पिकअपमा उठाउनुपर्छ। तिनीहरू आउनुभन्दा पहिल्यै तपाईँ होसियार हुनुपर्छ अनि आफ्नो साइड लिएर हिँड्नुपर्छ है। सिंगल रोडमा चाहिँ सबभन्दा मेन कुरो चाहिँ के हो भन्दाखेरि पहाडको बाटोमा हिँड्दाखेरि हमेसा आफ्नो साइडमा हिँड्नु, किनकि उकालो चढ्ने गाडीहरू पहिले पनि आस्ते आउँदैन हैन। उनीहरू एकै टाइममा गाडी चढाउनुपर्छ, बरु ठोके पनि तपाईँ गाडीमा ठोकिन्छ भन्ने टाइपले आउँछ। त्यसकै लागि सकेसम्म चाहिँ बरु तपाईँ नै गाडी साइड पहिला उकालो चढ्ने गाडीलाई चाहिँ पहाडको रुल चाहिँ हो पहिला त्यो गाडीहरूलाई साइड दिनै पर्छ। तिनीहरूले अगर तपाईँलाई ठोक्यो भने पनि तिनीहरू ठोक्दैन त्यो जग्गामा, किनकि उकालो उठ्ने गाडी रुल्स एन्ड रेगुलेसनको हिसाबमा पहाडमा साइड दिने चाहिँ जरुरी छ। त्यसरी नै सेफ ड्राइभ लङ लाइफ सबैजनालाई हैन। पहाडमा हिलमा जतिजनाले पनि गाडीहरू चलाउनुहुन्छ ब्लगमा बनिरहनु। पंकज ब्लगिङमा यस्तै मजाको ब्लगिङ हेर्नुको लागि चाहिँ पंकज ब्लगिङलाई फलो गर्नु।